Mukbang हो mukbang? मुखबान त लड्डुहरूले पो हान्छ त्यो दाइको अब थर्ड भ्लग त दारु भ्लग आउँछ दारु च्यालेन्ज केटाहरूसँग टक्कलाई सब केटाहरू सबै काममा रहेछ आफू चाहिँ बेरोजगार हो छैन हावा अनि अझै हामी प्रतिदोष काम गर्ने ठाउँमा आएको ब्याम्बो बारमा ब्याम्बो देखाएको के हेरेको दाइ? के हेर्नु हेर्नु मेरो नामै छैन हवलदार मनवीर पुन सिरिज सवित्र पुन यो मेरो जिजु बाजे बजाइ नायक सुब्दार पूर्णबहादुर पुन सिरिज मनुरूपा पुन सिरिज मेरो बाबा आमा अनिल सुब्दार मेजर होमबहादुर पुन सिरिज हिरादेवी पुन सिरिज मेरो मम ड्याड अन्त मेरो नामै छैन बाबुले न्यु खोजेको मसँग घर एक्लै खान खोजेको हेर्न त्यो यो पछि त मेरो नाम पो हुन्छ त नामै छैन रमेश दाई आएको छ भनिदिएको त्यो रमेशलाई ल हुन्छ चिनिहाल्छ रमेश दाई भनेपछि ल भन्छु कि भन्दिनँ ल हेलो गाइज अनि वेलकम ब्याक टु माई न्यू भिडियो होइन सुबह रमेश पुन म तपाईँको रमेश पुन अनि अहिले चाहिँ हामी घुम्दै फिर्दै अहिले लेक साइड आएको छ लेक साइड अहिले टक्कलाई सब केटाहरू सबै काममा रहेछ आफू चाहिँ बेरोजगार हो छैन हावा अनि अझै हामी प्रतिदोष काम गर्ने ठाउँमा आएको ब्याम्बो बारमा ब्याम्बो देखाएको ब्याम्बो बार प्लेस होइन चिल आएको नि अब यहाँको अब वाइब जस्तै काम गर्छ नि त त्यही भएर हल्का फुड ट्राई हानिदिउँ कस्तो छ भनेर के खान्छौँ के खान्छौँ हामी के गर्छु कता कता जान्छु होइन टक्क देखाउने सेक्सनमा खाना चाहिँ हामीले पुरा खतरा मगाएको छ खाना के मगाएको छ भाइ खै थाहा होइन के क्रिस्पी के हो क्रिस्पी होइन हो माका डग्स हामीले मगाएको छ ओ डाइनोसरको What? Bro, what are you talking about, man? डोनालाई त डाउन पो हानिदिएको मैले डोना च्यालेन्ज हो अब सम्राट दाईहरूलाई हो सम्राट दाईलाई चाहिँ डेन्जर गर्छु मैले रेस्पेक्ट डोनाहरूलाई अनि अर्को त चल्दो बल्दो पोखराको मगुरुङ मगरुङ पत्तुर तर मगरुङ ठिकै हो राम्रो त्यही अहिलेलाई चाहिँ नि बन्द गरिदिउँ होइन अहिले के आउँछ के खाइन्छ त्यो पल्ल देखाइन्छ ल कसले चाहिँ ह्यान्डसम दिएछ होला होइन यस ह्यान्डसमै छु नि मलाई थाहा छैन ओ दा के हेरेको के हेरेको भाइ लेक हेरेको नि धेरै पछि आएको नि त लेक सायद त्यही भएर अनि किन त नि चप्पलमा चप्पलमा अरे चप्पल भाइ चप्पलमा किन अरे लेकमा आउनु नि म जुत्ता लाउनु भाइ के भयो त चप्पलमा आएर तर थाहा छैन खोल्तीमा हात्ती भए राति उज्यालो भन्छ नि डङले त्यही भाइ खोल्तीमा हात्ती जति पनि भइसु चप्पल बाल छैन म क्लब नि चप्पलमै सुतिदिन्छु सही हो सोध मेरो केटाहरूले सही हो उसले के गर्छ सही हो सक्छ कहिले सक्दैन नि पार्टी पनि म चप्पलमै गइदिन्छु सही हो हिम्मत छ कसैको के अब चप्पल हाने भन्छ तर आफूलाई जे कम्फोर्टेबल हो त्यही हो नि भाइ लेकमा आउनैमा सुट बुट लगाएर प्यान्ट साइड रोडा ढल्काएर आउनु पर्ने हो छैन नि त भाइ जोर्डान मैले घरमा देखाइदिएँ मेरो कलेक्सन कति हो फेरि सिधै ढलाइदिन्छु नि घर जाएका तेह्र भन्छ नि त्यही हो घरै जान्छ मेरो जुत्ताहरू कलेक्सन देखेँ भने अब ट्राई हान्नुपर्छ भाइ यो चाहिँ हाम्रो म चाहिँ डेन्जर क्रेभिङ भएको थिएँ कि बर्गरको हो खानु पाएको थिएन नि त इट्स बिन मोर देन इयरै भयो त्यो बर्गर खानु पाएको अन्त हेर्न भाइ बर्गर दामी छ फर्स्ट बर्गर है मेरो छुट्टीमा गयो अन्त यो हो कति बर्गर रे फर्स्ट बर्गर हो नि त नि छुट्टीमा आएको अन्त यो हाम्रो त्यही हो स्प्रिङ रोल हो अब यो बच्चाहरूको जुस हो बच्चाहरूले खाने जुस त्यही हो त के गर्नु बर्गर चाहिँ खानु हट एन्ड स्पाइको खानु मन लाग्थ्यो तर अब यता साथीकोमा आइदिउँ भनेर यो तातो त खानुपर्छ नानु फोटो खिचौँ के फोटो हो यो चाहिँ बर्गर आफ्टर इयर है त्यो साथी कस्तो छ मुकबाङ हो मुकबाङ मुखबान त लड्डुहरूले पो हान्छ त्यो दाइको अब थर्ड भ्लग त दारु भ्लग आउँछ दारु च्यालेन्ज केटाहरूसँग सही यो त स्ट्रिम हाल्छु दाइ यो दामी खतरा कति पछि हो 1 वर्ष भन्यो भाग्यमानी यार म यार दाइ पनि छ दिदी पनि छ आम्मा कान्छो छ र भाग्यमानी यार मलाई भाग्यमानी यार कस्तो भाग्यमानी छु यार म
पकेट मनी पनि दिइरहेको छ दाइहरूले आमा सक्दो पालो आउँछ भाइ पालो कस्तो भाग्यमानी हो कि म त यार यहाँ छिटो हुन्छ ल है त खायौँ है त गाइस हक गर्नु हक गर्नु दुईजना हक गर्नु अङ्कल मान्नु न जाँदै देखाउने क्या अहिले बेलुका भयो भेट्नु नत्र भयो कति आएको मेरो भ्लगमा यसलाई वाइबा त जस्तो देखाउँछ आइज अब ल गयो त बाई ल यहाँ लाउने दाइसँग ल नभन्न बिल्ला मात्रै म मात्रै लाउनु हुन्छ दुनियाँमा सबै सबै लाउनु अब हामी जान्छौँ के अरे कहाँनिर मसला पिस कि भाउजू दाइ कि खो त्यहाँ चाहिँ म खासै जान्दैन कि तर यसको कभर किन्न नि त अन्त एउटा त्यहाँ जान्छु कभर किन्छु त्यहाँ चाहिँ म पहिला गर्थेन पहिला पुरानो एउटा छम्मासँग गर्थेँ हो लड्कीको ठाउँ हो नि त त्यसपछि चाहिँ नि अहिले बल्ल जानु लाग्यो अनि तैँले अघि चप्पलको बारेमा भनेको होइन चप्पलमा भाइको फेरि जुत्ता रहेछ तपाईँले त गिफ्ट चप्पल यस्तो भाइ सिधै भनिदिन्छु म नेपालीहरूलाई हो यही चप्पल होइन गोराहरूले लाएर पुरा आइरिस पबहरू पुरा चप्पल जाँदाखेरि त्योलाई पुरा स्वागत गर्छ होइन हामीलाई चाहिँ नि म क्लास 16 डेली जान्थेँ नि त पहिला 16 होइन छुट्टीमा डेली जान्छ तर थाहै छ केटाहरूसँग हामी चप्पलमा गइदिन्थ्यो नि त अनि हामीलाई त्यहाँ के भनेको थाहा त्यहाँको भाइहरूले के दाइ भोलिबार चप्पलमा नआइदिनु ल म्यानेजर कराउँछ अरे हो त्यस्तो भन्यो हो दिमाग टेम्पर आयो अब त्यही ठाउँमा गोराहरूले होइन गोराहरूले चप्पल लगाएर जाँदा फेरि पुरा वेलकम गर्छ हामीलाई चाहिँ त्यस्तो भन्यो अनि मैले के भनिदिएको भन्न भाइ के भनिदिएको चगा भाने भन्छ सला होइन के भनिदिएको भन्दाखेरि कि चाहिँ नि नोटिस बोर्डमा डु नट वेयर स्लिपर लेख्न पऱ्यो भाइहेर कि चाहिँ नि हामीलाई आउन दिनु पऱ्यो चप्पलमा के फरक छ गोराहरूलाई चाहिँ आउन दिने हामी नेपाललाई चाहिँ आउन नदिने 2000 को चप्पलै फेरि नभन्न किन भनेको त्यस्तो भनिदिएको चुपचाप त्यसपछि सही हो ल चिल हो नि त दाजु हामी लेक साइड के भन्यो नो पार्किङ भन्यो त यार दाइ लाइन त नि पार्किङ यो चाहिँ नि हामी हो डे भिजिट हो एक दिन चाहिँ म केटाहरूसँग वा रातको मात्रै जिमेल देखाइदिन्छु ल हप्ता पारा यो मसला मसला पिस अनि किन्नु चस्मा नि किनौँ न एउटा हुन्न मिठाई सिठाई पनि पाउँछ यहाँ त 15 Pro Max 15 बाट 14 को कभर अब मिलेन कभरहरू राम्रो थिएन त्यही हामीले दिन सकेन पैसा पनि थिएन अलिकति त्यहाँ भिजिट मात्रै गर्न आएको यहाँ खाजुरीमा त्यही हो अब घर गइन्छ गर्दैन पहिला एकदिन पो जानुहुन्छ घर गएर देखाउने घरमा फेरि हल्का सानो पार्टी छ क्या पार्टी छ अरे आज के को पार्टी स्कुल लिएर आइज म त्यहाँ एटिएम जान्छु कहाँ छ र एटिएम 2 दिन भइसक्यो घरमा सुड्डीले पैसा मागेछ हो 2 दिन भइसक्यो आउट अफ सर्भिस भएको जाने माथि पर्छ कहाँ एसबिआई कता छ माथि हो भाटपट्टि अगाडि बियर लिन आएको चिसो के छ त यसो गर्नु त एउटा काज पोक्छ 3टा टुबो किन्नु कि एउटा काज पोक्यो दुईटा काज पोक्नु हैन अझै एउटा बाहिर छैन भाइ एउटा अझै एउटा छिटो बोक्नु त्यो गोर्खा दिन गोर्खा अझै क्यानको
कति भयो त्यो चाहिँ अब त्यहाँ पुसेर आउँदै हुनुको त्यो एउटा बिहाले भन्नाको घरको लोकल कुखुरा ल्याइँदो रहेछ कि त्यो खानुपर्छ के हेरेको दाइ के हेर्नु हेर्नु मेरो नामै छैन हवलदार मनवीर पुन सिरिज सवित्र पुन यो मेरो जिजु बाजे बजाइ नायक सुब्दार पूर्णबहादुर पुन सिरिज मधुरूपा पुन सिरिज मेरो बाबा आमा अनिल सुब्दार मेजर होमबहादुर पुन सिरिज हिरादेवी पुन सिरिज मेरो मम ड्याड अन्त मेरो नामै छैन बाबुले न्यु खोजेको मसँग घर एक्लै खाना खोजेको हेर्न त्यो यो पछि त मेरो नाम पो हुन्छ त नामै छैन दिमाग खराब भयो नि त भाइ के भयो पिडिदिन्छु बाबालाई गएर अहिले चाहिँ खत्तम चलाउनु सिस्टर म चलाउँछु ल भ्लगिङ गर्न सजिलो हुन्छ नि त मन चलाउने हो नि हामी घर पनि पुग्यो होइन हल्का चिल हानेर अब पुसेर हाल्नुपर्छ हल्का पुसेरलाई भेटाउँछु ल हिरो हुन्छ मेरो ल शुभकामना पुसै के अरे माइलो पुसै पाइलो ए साइलो पुसै एकदम चिल चिल पुसै सिन्देर आउनु होइन हो र के आउनु हो बियर उसै तपाईँले खान्छ है काजु खान्छ एउटा मात्रै रहेछ चिसो ल थ्याङ्क यू नाति ल आज मैले जीवनलाई भन्दै थिएँ मैले होइन ओहो कुरा गर्ने पनि भन्दै थियो उसले रमस्टाइको ब्लग मेरो फ्यामिली पुन फ्यामिली हामी हामी सबै भ्लगर सबै भ्लगर लिएर दिदी पनि दिदी सङ्गम किचन सब्सक्राइब अर्को हाम्रो दिदा दिदी पनि हुन्छ कान्छी फुपू उहाँ युकेमा बनाउनुहुन्छ सबै भ्लगर हाम्रो है ठिकै छ पक्नु ल म आउँछु ओके ल ओके यता देखा न कहाँ सङ्गममा देखा न मेरो सानो भाइलाई सङ्गम सङ्गम सबैको मेरो प्यारो भाइ सानो भाउ चक्चक त्यो खानु भाइ हेलो अन्त यता चाहिँ मेरो ए नाटक म कति गुड बाई भन्छ हजुर मम्मी पहिला म रातभरि हराउँथेँ तर अहिले म टाइममा घर आउँछु यस्तो तेरो खुसी छ सुटिएर देख्यौ म कति ए मम्मी मम्मी कति खुसी छ मम्मी मम्मीले चाहिँ आज लोकल लोकल होइन मम्मी हो झोल बनाएको रहेछ यो चाहिँ नि चेली दिदीले ल्याइदिएको अरे मलाई चेली दिदी मतलब हामी दिदी भन्छ फुपूहरूलाई होइन किनकि फुपू भन्यो भने अलिक बुढी फिल लाउँछ अरे कि त्यो दिदी भन्छ हामी सबैलाई त्यही हो अब हामी हल्का बियर खान्छौँ अहिले देखाउँछौँ फेरि फ्यामिलीसँग पुरा बियर खाएको यहाँ भन्नु होला काम पनि गर्छ हामी होइन रक्सी खाएर यस्तो हल्ला नि गर्दैन त्यही भएर मलाई लागु छ घरमा होइन मम्मी मलाई घरमा लागु छ नि होइन रक्सी खानु किनकि म नराम्रो काम गर्दैन कहिले पनि हो कि भन्दिनँ यता नखाएको कि तर कहिले खानुपर्छ कि कहिले खानुपर्छ गिलास टाइम तपाईँ खानु बियर तपाईँहरू अब हामी हल्का बियर खान्छौँ अनि त्यही भएर सेकेन्ड टाइम नेक्स्ट टाइम ड्याडीहरू चाहिँ पानी खानुभयो ठिक छ लगेर चाहिँ आज घरमा अब खुसीमा चाहिँ टक्क लगाएर एकदम पानी खायो यो हाम्रो असली सही सही अब त्यो अलिकति यङ 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 मान्छे तिमी म पल्टनको नि यङ अनि मे पनि गुरुजी राख्छ गुरुजी राख्नु कारण चाहिँ के हो तिमी गुरुजी भएको हो गुरुजी त हो अब त गुरुजी किन होइन त 5 साल पुग्नु लाग्यो त गुरुजी सानसानो भाइहरू थुप्रो आइसक्यो अनि त्यही भएर गुरुजी राखेको छ टिकटक पनि होइन किन राखेको छ गुरुजी किन अघिल्लोहरूले गुरुजी गुरुजी भन्छ अनि टिकटकको अब म यसो अपडेट गर्छु अनि होइन के भिडियो सिडियो आउँछ कहिलेको हेयर पनि लामो लामो लङ स्टाइलको हेयर हुन्छ होइन
अब त्यो के अरे त्यहाँको क्लाइमेट एकदमै चिसो रहेछ फेरि। त्यहाँ त बाल काट्ने ठाउँ छैन उम्, आफै काट्ने हो उम्, पानी त्यस्तो चिसो हो सही हो, सही हो। कहाँबाट काट्ने ठाउँै छैन एकदम मैले गुरुजी राखेको छ नि मलाई सोध्न चाहिँ मन लाग्थ्यो बिजी हुन्छ भनेर। नेट कति चल्छ तिम्रो नेट? नेट त त्यही हो कहिलेकाहीँ देख्छ। गाह्रो छ यो पहाड के अँ डुन्डुरे खोला भन्छ डुन्डुरे ओहो सही हो, सही हो। गोर्खा ढाडिन भन्दा पनि एकदम लेक खानपिन त एकदम जे खाए पनि एकदमै राजी सब्जी त सही हो होइन टक्क ड्युटी गऱ्यो टक्क खानु त के खानु प्याकेटको हो सबै प्याकेटको है सुरुमा त मिठो लाग्थ्यो डब्बा प्याकेटको डब्बा मिठो लाग्थ्यो सुरुमा अँ। त्यो खाना खाँदा नाक लाग्दो रहेछ क्या हाम्रो यहाँको केटाहरू चल्दैन साथीहरू दिनु बागलुङ साङ्जा पोखराको त छैन काशीतिर पालो जस्तो पुटुलको ओके अनि सेङ्जा अँ बागलुङ पर्वतको चाहिँ ठुल्ठुलोहरू छ सापहरू मात्रै भाटेर पर रेडी ल है ज्यादा तिमीलाई चाहिँ अब राम्रो इक्जाम दिनुपर्छ है तिमीले चाहिँ इक्जाम दिएर अस्तितिरको के चाहिँ कुरोहरू त्यो कुरोलाई अलिअलि के फलो गर है टक्क लगाएर चाहिँ अलिअलि फलो यो टाइमिङ चाहिँ गर्नुपर्छ खाएर पर त्यो चाहिँ भोलि टक्क लगाएर चाहिँ अब इक्जाम आउँदैछ इक्जामको प्रिपेयर गर्नु धेरै राम्रो हजुर आइक्यू जेक्यूहरू सबै हेरेर राम्रो 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 छ कहिले गुड मर्निङ केटा हो के छ तेरो दादाहरू पुरा रनिङ हानेर आइसक्यो कि अहिले म हल्का गुड भयो पसिना पसिना भएछ हिजो भ्लग रे के भन्ने यार हिजो भ्लग एन हान्ने भुलेछ अब एन हान्दिनँ न हिजो मेरो छोटेको रुम हो रुमको हालत हेर आम्मामा यस्तोमा सुत्छ गयो घिनै लाग्ने यार घडी सरी भैँसकी पुच्को जुत्ताहरू त्यस्तै छ त्यसले समारै पार्दैन कि हो जुत्ता किनिदियो यस्तो राख्छ यस्तो फोहोर बनाएर अनि कहाँबाट हुन्छ अनि खट्टै खट्टो हान्नु पैसाको भ्यालु थाहा छैन नि त्यसलाई जुत्ता किनेर फेरि यस्तो यस्तो किन्छ हो यस्तो थोरै हामी बुढो मान्छेलाई सुहाउँछ यार अन्त पुरा कोट सुट रहेछ यो चाहिँ सबै मेरो हो कि तर अब लाउने मौकै छैन त्यस्तै जर्सी सर्ट हालेर चाहिँ युनाइटेडको जाने पुरा यहाँ पछाडि यसको नि म कारवाही गर्छु केटा ढुक्क होइन म चाहिँ भर्खर कुदेर आएर अब हल्का हल्का भात खान्छु ब्रेकफास्ट खान्छु बाथरुम त के बनाएको छ मन परेन मलाई म पनि एकदम के अरे सरसफाइवाला मान्छे हो कि पिटिक्कै मन पर्दैन दादाको रुम फेरि हेर्नु हो युनाइटेड युनाइटेड टी लाइट डायो हो नि त फेरि टी लाइट डायो अब हल्का फ्रेस हुन्छु अन्त म एकछिन देखाउँछु नि त बिहान के गर्छु म भनेर फ्रेस हुन्छु अनि ब्रेकफास्ट खान्छु ब्रेकफास्ट खाएर म के गर्छु देखाउँछु त्यही हो हिजो ब्लग छुटो भयो जस्तो लाग्यो कि त्यहाँबाट अलिकति लामो लम्बाइदिउँ न भनेर टक्क लाएर गरिदिएको होइन गुड मर्निङ मम मम फेरि जहिले कोदो रोटी अर्ग्यानिक कति नथाकेको यो कोदो रोटी खाएर थेट अन्त जिन्दगीमा मन परेन कोदो रोटी हो त्यही हो मलाई चाहिँ के बनाइदिनु हुन्छ मम रविन कहाँ गयो कुद्नु गयो रविन कुद्नु गयो हुन्छ बिहानै जान्थे जान्थे 5-7 बजेपछि मलाई के थाहा मन कुद्नै गयो उठाउनु मन भएर चाहिँ ढिलो गयो नि 6 बजीतिर आज त म हिजो जस्तो बनाएँ ल ल बुढीहरू पनि यो कोदोको रोटी खाएर नथाक्ने हो आम्मा जहिले यो कोदोको रोटी हुनु त खाने बानी हो पुरानो मान्छे अब गाउँघरमा हुर्केको अन्त कहिले थाक्दिनँ बाजेबोजूले नि यही खान्छ बाजेबोजू सबै उता युके बस्छ कि उहाँ चाहिँ सधैँ ब्रेडहरू खाने बानी अनि कोदो रोटी एकदम मिस गर्छ बाजेबोजूहरू चाहिँ डेली खानुहुन्छ हो त्यो पनि मिचिँदैन यार फर्काइदिनु त उयो कसो फर्काउँछ एकछिन ल
कसैले फर्कन आएन यसरी फर्काउँछ माग त्यही भएर अहिले म फ्रेसेस भएर अनि ब्लगिङ हानिदिन्छु ल हल्का जहिले छुट्टीमा आयो हो के भन्नु लाग्थ्यो जहिले छुट्टीमा आयो सधैँ मोटाएर जाने क्या अब चाहिँ हल्का त्यही भएर फिट एन्ड फाइन भएर गइदिउँ होइन अन्त रक्सीहरू पनि कम गरौँ चिल हान्न छोडिदिउँ भनेको नत्र पहिला डेली हानिन्थ्यो केटा हो डेली खाइन्थ्यो डेली बेलबास हुन्थ्यो घरमा सुट्टीले नि भन्थ्यो त घर आएको हो कि लेक साइडमा जानलाई आएको भन्थ्यो होइन यो कुरा सबै मैले एकदम कन्ट्रोल गरेको छु अहिले अनि त राम्रो हुँदैछ देख्यौ परिवर्तन हुँदैछ मेरो गुड मर्निङ ड्याड गुड मर्निङ हाउ आर यु फाइन कोदोको रोटी सिद्राको चटनी लगेर ब्रेकफास्ट नि सुड्डीले बनाइदिएछ हो हल्का ब्रेड अमलेट र कफी हल्का अब ब्रेकफास्ट खान्छु अब यहाँ हानिदिन्छु सायद लामो भयो होला भ्लग त्यस्तो ला भ्लग यहाँ हानिदिउँ होइन मस्तै राम्रो खतरा भ्लगहरू लिएर आउँदै गर्दैछु खतरा त के हो भन्नु चिल पिल होइन अन्त सस्का सबै यताउता मन पऱ्यो हान्नु नत्र नहान्नु अरू के छ र जिन्दगीमा होइन त्यही हो ल केटा हो थ्याङ्क यू फर वाचिङ मेरो केटाहरूलाई हान्नु हो के हो भएको त कति सब्सक्राइबर पुगेछ हो त्यति चाहिँ कति थियो यार हान्न केटा हो के भएको त अरू ठिकै छ बिस्तारै हुन्छ होइन धैर्यता गर्नुपर्छ कहाँ झ्याप्पै हुन्छ झन् थोरै म रोनाल्डो होइन तर रोनाल्डोभन्दा कम छैन है महाका डक्सहरू त्यही भएर अब ब्रेकफास्ट खान्छु नि हल्का कामहरू हुन्छ यार ल अहिलेलाई अब एन हानिदिउँ होइन बाउको छ नि त फेरि बाउको फेरि यता खत्रै छ कि मालहरू बाउले गरेकै हो त्यस बाउले गरेर त यत्तिको मैले सुख पाएको छु नत्र पाउँथिनँ त्यही भएर त्यही हो केटा थ्याङ्क यू फर वाचिङ होइन अब मेरो अर्को भ्लग चाहिँ खत्रै आउँछ केटाहरूसँग बियर च्यालेन्ज हानेको केटाहरूसँग होइन पाण्डेसँग चाहिँ हान्छु म बियर च्यालेन्ज त्यो चाहिँ खत्रै हो कि नेट हानिन्छ त्यसले बियर चाहिँ होइन त्योसँग चाहिँ बियर च्यालेन्ज हान्छु त्यो भ्लग चाहिँ नि आउँछ केटा ल अहिले अब एन हान्दिउँ होइन लामो भयो जस्तो लाग्यो भ्लग के बोल्यो अब बोल्ने त भ्लग होइन अरू के छ र बेबी प्रश्न बेबी आऊ ओ बेबी प्रश्न आऊ इ किन्डर जोय बेबी आउँदिनुहोस् पख्ता त किन्डर दिन्न बेबी मको अरे त्यो मेरो बेबी मेरो च्यान्नु के भयो तिमीलाई भन त अब यता बेबी किन्डर जोय किनिदिन्छु अहिले म मेरो माइजूको छोरा हो यो चाहिँ नि छोरा होइन सानो मेरो बेबी प्रश्न कति राम्रो छ यता र काले लगेर अहिले भ्लग हाल्ने फेरि माइजहरूसँग नि म भ्लग हाल्ने छु होइन बेबी ल बाई भनिदियो नलु मेरो बेबी बच्चाहरू यस्तै हुन्छ मलाई त्यो रिस उठ्छ बच्चाहरू देखेर प्राङ बेबी ल अब मैले के किनेको देखाऊ के किनेको देखाऊ छिटो अहिले फेरि म किन्दिनँ नेक्स्ट टाइम फेरि कसम छिटो देखा काले हप्सी हेर्न मा अर्को के किन्दै देखाऊ दादाले के किन्दै देखाऊ फेरि म अहिले आउँदिनँ फेरि म आउँछु नि फेरि हैरान गरेर बच्चाहरूतिर मलाई यस्तो मनै पर्दैन कि तर यो काले फेरि राम्रो लाग्छ मलाई मेरो कालु छिटो देखाउ न के किन्थ्यो दादाले फेरि म नेक्स्ट टाइम किन्दिनँ हेर्न लुक्सै फेरि कडा छ हो डेली मिल्क किन्डर जोय हो तिमी त उस मिसलाई चिन्दैन तिमी राम्रो मिस को छ अरे स्कुलमा राम्रो मिस को छ अरे थाहा छैन रमेश दाई आएको छ भन्दै ल तिम्रो मिसलाई ल हुन्छ चिनिहाल्छ रमेश दाई भनेपछि ल भनिदिउँ भन्दिन ल गुड त्यो चस्मा लगाउने मिस के अरे त्यसको नाम जेकबको मिस हो जेकबको मम्मी हो पातली गोरी थियो नि रमेश दाई आएको छ मिस मलाई मिठाई किन्दै थियो भन्नु ल छोडिदिनु यहाँ बच्चा जस्तो ल
जति नै त्यो केटा हो हल्का सालो केटा हो होइन रमाइलो हुन्छ तर बच्चाहरू देखेर मलाई आशिष हुन्छ क्या हल्का होइन ठुस्किएको अहिले ठुस्किन्छस् काले थ्याङ्क यू फर वाचिङ मन पऱ्यो लाइक सेयर अनि सब्सक्राइब हानिदिनु होला त्यही हो